ठिक छ अब हामी कहाँ जाने भन त माथि जाने हैन स्तूपा जाने हो नि ठिक छ त्यसो भए ओके हेलो एभ्रिवान हामी काठमाडौँ बुढा नीलखण्डको माथि डाँडामा भएको एउटा स्तूपा बबाल बनिरहेको स्तूपा रहेछ नयाँ रहेछ त्यो स्तूपामा सानो ब्लग 15 देखि 20 मिनटको होइन 10 देखि 15 मिनटको ब्लग बनाऊ हुन्छ कि हुँदैन ल हामी अब ब्लग बनाउँछौँ तिमी के भन्छौ हामी कहाँ आएको रे काठमाडौँ मलाई नि भन्न आउँदैन बुढा नीलखण्ड होइन अनि स्तूपा आएको भन न स्तूपामा आएको भन न स्तूपामा आएको भन न गमी अब निस्किने हामी ल अब यो चाहिँ तिमी समात यो चाहिँ तिमी समात यो चाहिँ म समात्छु होइन ल हामी अब स्तूपामा बनिरहेको स्तूपा होइन राम्रो छ स्तूपामा गएर त्यहाँको वरिपरि तिमी बाहिर जान्छौ ल जान्छ म निस्किन्छु बाहिर ल त्यसको ल जाऊ ओभर गर्मी छ काठमाडौँ भनेर के गर्ने साह्रै नै गर्मी छ भनिरहेको छु त ल जाऊँ अब त्यो समातिरहेको नि म समात्ने कुन चाहिँ यो समात्छु होइन म यो समात्छु ट्रेन ल हाम्रो चाहिँ इन्ट्रान्स छ यो चाहिँ रेस्टुरेन्टको इन्ट्रान्स भयो होइन यहाँ चाहिँ यहाँ चाहिँ बाइक पार्किङ र गाडी पार्किङ गर्न मिल्छ र गाडी माथिसम्म आउँछ है अलिकति ठाडो उकालो छ त गाडी माथिसम्म आउँछ यहाँ आएर राति आएर चाहिँ तपाईँको हुन्छ नि चाहिँ बबाल ठाउँ छ धेरै नै छ माथिबाट देखाउँछु म कति रिसोर्टहरू बबाल रिसोर्टहरू छ यो रेस्टुरेन्टको नाम चाहिँ थाहा भएन तर बल्ल बनिरहेको रहेछ तर एकदम राम्रो फेसिलिटी भएको राम्रो बस्नलाई छ हामी भर्खरै त्यहाँ गएर हामी कफीहरू खाइरहेको जानु लागेको ठाउँ चाहिँ त्यहाँनिर अनि यो चाहिँ खास एक्साइटिङ यो फन पार्क जस्तै बनाउनु लागेर होला होइन बच्चाहरूको लागि यहाँबाट चाहिँ आउँदा यहाँबाट चाहिँ काठमाडौँको बबाल भ्यू देखिन्छ यहाँबाट चाहिँ काठमाडौँको अझै यहाँबाट नि होइन अझै अलिकति सानो तिमी यहीँ बसिरहेको है म आउँछु तिमी यहीँ बसी अलिक अप्ठ्यारो छ ल यहाँबाट चाहिँ बबाल त्यो एरिया सबै काठमाडौँ होइन म तिमीलाई नआऊ भने होइन जाऊँ न गाह्रो छ कि जब घाम लागिरहेको छ दामी यस ल जाउँ ल स्तूपातिर गइरहन्छ है हुन्छ यो चाहिँ हाम्रो स्तूपा जाने बाटोको इन्ट्रान्स स्न्याक्सहरू छ अरे यार हामी यहाँबाट जान्छौँ सानो किन अगाडि गर काउन्ट गरेर कतिवटा सिँढी छ काउन्ट गरेर कतिवटा सिँढी छ ठाडो सिँढी रहेछ भ्यू चाहिँ बबाल छ है भ्यू चाहिँ काठमाडौँको यहाँबाट काठमाडौँको लोकेसन यो दामी छ यो सिँढी खासै धेरै त छैन होइन तर यो हिँड्ने बानी नभएर होला होइन 30-40 स्टेप चढ्ने बित्तिकै नै स्यासै भयो क्या जतिखेर नि गाडी र बाइकमा मात्रै हिँड्ने भएको भएर होइन होइन तर तिमी त ठिक छौ नि होइन यो हाम्रो स्तूपा भनिरहेछ यो चाहिँ सिँढी भयो गाह्रो छ ल यो स्तूपाको साइडमा चाहिँ सायद यो खेल्ने ठाउँ होला यो ओपन भएको छ कि छैन थाहा छैन होइन तर खाली नै छ तर बबाल छ ओपन भइसक्यो होला यस्तो भएको चाहिँ ल होइन भित्र गएर हेर्ने आऊ त भित्र गएर हेर्ने यताभित्र स्याहाँ भएर दिमाग खराब भयो नि त जान्छ कताबाट
जाने यहाँबाट होला हो त कहाँ ल फेरि क्यासै ल्याएको छैन त फेरि ए त्यो होइन सानो भित्र खेल्नको लागि हो नि त यो एडभेन्चर पहिला त्यहाँ जाम एउटा सर्ट केही बनाऊ भने आउँला आऊ त ओपन हो त यो ल अहिले आउँछु ल आऊ त त्यहाँ जाऊँ न त्यहाँबाट छिरी कताबाट हो यो यहाँबाट छिरी भित्र ए ल त्यहाँबाट एउटा सर्ट गरेर आइहाल्छौँ हामी ऊपर चाहिँ भयो यार है अब यताबाट अरे यताबाट अरे ल ओहो लक रहेछ भित्रबाट अब त यताबाट छ त यताबाट छ त यताबाट लक छ किन भित्र मान्छे त छ त लक गरेको हो र भित्रबाट यो खोलिदेऊ नि त उताबाट आऊ त ए हो यताबाट खोलिदेऊ त तालचिला हा तिमीहरू कताबाट छिरेको त ए तलबाट छिर्नु ठाउँ छ ए ल ठिक छ त्यसो भए केही पनि नगर्ने माथिबाट तालचा लागेको हुँदो रहेछ तलबाट आउनु पर्ने रहेछ तलबाट माथि आउनु पर्ने फेरि तल गएर फेरि माथि झर्नु पर्ने भयो बिस्तारै यताबाट बिस्तारै यताबाट बिस्तारै लडिन्छ हातमा त मेरो हातमा लडिन्छ यो कन्स्ट्रक्सन भइरहेको भएर चाहिँ माथिको गेट अफ गरेर रहेछ चाबी लागेको रहेछ भित्रबाट फेरि तल झरेर फेरि माथिबाट जानुपर्ने भयो उकालो चढ्दाखेरि चाहिँ थाकिने ओह्रालो झर्दाखेरि चाहिँ खुट्टा थरथर हुने होइन किन यस्तो हुन्छ थाहा तिमीलाई सानो यहाँबाट रहेछ नि त माथि जाने हामी एकदम माथि गएर हुन त त्यहाँबाट जाने एउटा ठाउँ पनि भेट्यो त्यो ठाउँबाट कहाँ जानु रहेछ भनेर ल प्रोफेसनल एकदम मजाको सिँढी रहेछ सानो यहाँबाट स्टार्ट गरेर ल गन यहाँबाट कतिवटा सिँढी छ गर्नु ल 1 गर्दै जाला 1 वाउ पुरै काठमाडौँ भ्याली यहाँबाट क्लियर स्तूपा बनिरहेछ तर यहाँभित्र बन्दाखेरि मान्छेहरू आउन सुरु भइसकेको रहेछ बनिसकेपछि मान्छेहरूको फ्लो हुन्छ यहाँ के भयो रे के भयो रे भन्थ्यौ त के भयो तिमीलाई के खेल्नु मन लाग्यो भन त ल के खेल्नु पर्यो के स्लाइडिङ होइन म तिमीलाई स्लाइडिङ जसरी पनि गराउँछु नि त होइन अनि अरू के जस्ट स्लाइडिङ गर्ने होइन ल स्लाइडिङ म गराउँछु ल अहिले चाहिँ त्यो त चाबी लाग्छ नि त यहाँ त बन्द किन बेला भइहाल्यो फर्किनु पऱ्यो यस्तोको मात्रै होइन काठमाडौँको अरू ठाउँमा पनि जानु पर्ला तर यो 10 मिनट 15 मिनटको छोटो ब्लकको लागि चाहिँ अहिले बाको लागि मात्रै आउने बाटो चाहिँ बुढा नीलकण्ठबाट माथि उकालो ठाडो उकालो छ त्यहाँबाट ट्याक्सी बुक गर्न मिल्यो आफ्नो गाडी छ भने बाइकसँग आउनु पऱ्यो बाइक गाडी दुइटै आउनु मिल्छ हाम्रो यो बाटो हामीहरू चाहिँ स्टोपाबाट फर्किँदै ओह्रालो झर्दै बुढा नीलकण्ठ आउन लाग्यो खै का देख्यो देख्नुभयो के भन्यो रे खै का है आमा माछा जस्तो देखेको है कस्तो होला
मेरो छोरोको स्कुल छुट्यो कसैलाई फुले माथि हेर न ठिकै त हो नि बाइकमा 5-10 मिनट 5 मिनट 6 मिनट आइपुगिहाल्छ नि 5-6 मिनटमा त के गर्ने ब्याग भइहाल्छ नि स्कुल पो आएछ हामी स्कुल सक्यो सकेछ नि त्यहाँ त ए यस्तो रहेछ नि त ठाउँ अनि हराउने ठाउँ यही त हुन्छ मान्छेहरू हरा भनेर म सोधेर आउँछु नि त है ल म गएर आउँछु है म सोधेर आउँछु है ट्राउट पाउँछै पाउँदैन कति कस्तो के छ म सोधेर निस्किन्छु Nice. तपाईँ दाइ त्यो ट्राउट माछा पाउँछ यहाँ पाउँछ कसरी हुन्छ फ्राई गरेको 2150 ग्रेभी के अरे 2250 काँचो 2000 कत्रो हुन्छ र पिस कत्रो पिस हुन्छ र 350-400 ग्रामको आधी केजी नि हुँदैन यत्रो पर्छ हजुर त्यत्रो पर्छ 1 किलोको हो त्यही धन 1 किलोको त नि 1 किलो जति हुन्छ एउटा 1 किलोको हुँदैन 1 किलोमा 3टा हुन्छ 3 पिस हुन्छ ल ल 2200 पर्ने भयो 3टाको यो बास्ने माछाको हो क्या हो गाडी तल लगेर बसेर खानुहुन्छ कि लिएर होइन म सोध्छु पकाउनु एकछिन है नभए ए ल ल ल भनेपछि 1 किलो जति 3टा पिस हुन्छ 1 किलोमा त्यही 1100 ग्राम 1200 3टा पिस दिनुहुन्छ तपाईले कति भन्नुभयो 2000 कति रे फ्राई गरेको 2150 ग्रेभी बनाएको 2250 ग्रेभीसँग के आउने भयो त ग्रेभीमा त्यसैमा ग्रेभी जस्ट ग्रेभी हुने भयो है ल ल फ्राई गरेको 2150 रे 1 किलो हुन्छ 3टा पिस चढ्छ अरे 3टा पिस आउँछ नि ग्रेभी गरेको त 2200 अब यो भ्यालु फर मनी हो कि होइन थाहा छैन तर बेसी जरमा त लगभग अलमोस्ट 1 केजीको त लगभग 12-1500 हुन्छ जस्तो लागेको झन् महँगो झन् यहाँ झन् ठाउँमा आउँदाखेरि झन् महँगो भएको 2150 र 2250 रे तिनटा आउँछ अरे 300-400 ग्राम होला के भने खाने हो त